फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ भ्लगमा। हामीले सुँगुरको मासु काटेको थियौँ अनि खाएको पनि थियौँ अनि एकदमै मिठो भएको थियो। आज फेरि सुँगुरकै मासुको चाहिँ हामी अब दाम बनाउँदैछौँ होइन। आज चाहिँ हिजोको जस्तो चाहिँ गर्मी चाहिँ छैन क्या होइन। अघि दिउँसो चाहिँ गर्मी भएको थियो भने अहिले चाहिँ ठिकठिकै हावा चलिरहेछ मजाले होइन, शीतल भइरहेछ। आज चाहिँ त्यस्तो गर्मी छैन अनि प्रायः ठिकको शीतल छ अनि अहिले नि दामी भइरहेछ क्या इन्भाइरोमेन्ट अहिले। अहिलेको नि वातावरण नै दामी भइरहेछ क्या अहिले चाहिँ। अघि दिउँसोसम्म चाहिँ ठिक छ, अहिले चाहिँ कति 2 कि 3 बज्यो होला, 2 त होइन 3, 3:30, 4 बज्न लाग्यो होला मेबी होइन। अनि त्यही भएर अलिक शीतल दामी नै भएको छ अहिले। अचारले हालेर लगिनुपर्छ होला तर एकछिन। काटेको पता लगायत म चाहिँ अहिले आफ्नो रुममा आइसकेको छु होइन। अनि टक्कसँगले म चाहिँ बसिरहेको थिएँ। अब आधी भिडियो चाहिँ म एडिट गर्छु होइन। अनि त्यहाँदेखि चाहिँ अलिक बेलुका भेट्नुपर्छ होइन। चाहिँ अलिक अँध्यारो भइसकेको छ होइन। अनि अब चाहिँ नाउ इट्स टाइम टु से ओके आई होप यु लाइक द भिडियो एन्ड प्लिज डु सब्सक्राइब एन्ड सेयर ओके बाई बाई।